गाईघाटको बजार देख्न सक्नुहुन्छ यहाँको मानिसहरू देख्न सक्नुहुन्छ साथीहरू अभी मजा आएगा ना भिडो यहाँ देख्न सक्नुहुन्छ गाईघाट बजार यहाँ गाडीहरू भए मान्छेहरू भए अच्छा अनि यो त यो सानो गाडीहरू हेर्नु है चिटिक्क परेका खै यो कुन गाडी हो यस्तो गाडी यो रिक्सा टाइपको यो टेम्पो टाइपको छ साथीहरू टक्क यहाँ चाहिँ दामी फुल चाहिँ बिचमा फुलहरू फेरि सजावट चाहिँ राम्रो गरेको छ एकदम राम्रो गरेको छ गाईघाटको चाहिँ भएको साथीहरू हामी चाहिँ 250 स्पिडमा छौँ साथीहरू त्यही भएर मेरो स्वर सुनिरहेको छैन होला हामी चाहिँ 250 स्पिडमा छौँ साथीहरू त्यही भएर मेरो स्वर सुनिरहेको छैन होला अरे झुट बोल रहा है ये झुट बोल रहा है देख्न सक्नुहुन्छ साथीहरू गाईघाट कस्तो वाउ छ वाउ खुल्ला टाइपको होइन साथीहरू गर्मी चाहिँ हुन्छ तर एकदम बवाल है बस्नुको लागि बिहान र बेलुका चाहिँ एकदम गुड है ल साथीहरू तपाईँहरू पनि घुम्न आउन सक्नुहुन्छ साथीहरू हामी चाहिँ यहाँ एउटा यस्तो विशेष एउटा दामी ठाउँ देखेर चाहिँ खोज्नु आएको थियो हामी तर गाईघाटमा अलिकति कन्फ्युज भयो साथीहरू कहाँ हो एकदम एक्ज्याक्ट थाहा पाउन सकेन दामी रोड बगाल साथीहरू एकदम खुल्ला टाइपको चिल टाइपको अब हरियाली देख्न सक्नुहुन्छ साथीहरू वाउ है कता यस्तो हरियाली छ साथीहरू गाईघाटमा चाहिँ अहिले भर्खरै घुम्दै र फिर्दै आइपुगे हजुर गाईघाटै बजारमा भन्ने गीत सुने होला साथीहरू यही हो गाईघाट चाहिँ टक्क है बेलुका हुँदै गएको छ साथीहरू अहिले चाहिँ त्यही भएर हामी चाहिँ टक्क घुम्न निक्लेको भन्दा नि भयो अनि दिउँसो चाहिँ एकदम घामले पोलेर सेस बनाइहाल्छ त्यही भएर हामी चाहिँ बेलुका चट्न निक्लेको छौँ देख्न सक्नुहुन्छ साथीहरू तर हामी चाहिँ यहाँ पनि जाममा पऱ्यौँ क्या फेरि काठमाडौँमा त थियो साथीहरू हामी चाहिँ टक्क दिउँसो आउनु चाहिँ दिउँसोभन्दा पनि बेलुका आएको थियौँ अहिले चाहिँ रात परिसक्यो हाम्रो यसो अलिअलि घुम्दाखेरि यताउता कात्रङ कित्रिङ गर्दै रात परेको छ साथीहरू अच्छा देख्न सक्नुहुन्छ गाईघाट बजार नाइट भ्यू यहाँ आन्टी हुनुहुन्छ हाम्रो अङ्कल हुनुहुन्छ यतातिर यो चाहिँ हाम्रो टक्क सरर रुमतिर जाने बाटो हो साथीहरू के घर भने रुम भन्ने त्यही काठमाडौँमा चाहिँ रुम यता चाहिँ घर भनौँ न अब टक्क यताबाट सिधै चाहिँ अब हामीहरूको घरतर्फ लागेको छ साथीहरू तर हामीले भिडियो चाहिँ एकदम राम्रो टक्क कडा खाले बनाउन पाइएन किनभने हामीसँग टाइम एकदम थोरै साथीहरू त्यही भएर हामीले एकदम छोटो मिठो चडक्क खाले बनाएको छौँ साथीहरू सबले हेरेर मजा लिएर यसो लाइक कमेन्ट सब्सक्राइब पनि गर्नु होला साथीहरू यति भन्दै हामी अलिकति अगाडिसम्म चाहिँ भिडियो बनाउँछौँ त्यसपछि चाहिँ आजको भ्लग चाहिँ यतैतिर हामीले इन गर्छौँ साथीहरू त्यो होस् बेलुका र बिहान चाहिँ गाईघाट पनि मजै हो है साथीहरू दिउँसो चाहिँ अब यस्तै गर्मीले तर अब बेलुका र बिहान चाहिँ ठिकै छ अनि यो चाहिँ अब देख्न सक्नुहुन्छ यो खोला हो यो चाहिँ पुल हो यो चाहिँ यताभित्र यो सेतै देखिरहनु भएको चाहिँ अहिलेको भाइरल टक्क त्यो भाइरल त्यो के हो त्यो खोइ म त घाँस जस्तो पनि छ यो के हो नाम चाहिँ थाहा भएन तर एकदम भाइरल चाहिँ गाईघाटमा रहेछ साथीहरू टक्क तपाईँहरूले पनि भिडियो बनाउनु सक्नुहुन्छ एकदम बबाल देखिँदो रहेछ है साथीहरू हामीले त बनाइसक्यौँ तपाईँहरूले पनि बनाउनु सक्नुहुन्छ अब चाहिँ हामी टक्क मेन रोडबाट आफ्नो घरतर्फ लागिसकेको छ साथीहरू देख्न सक्नुहुन्छ यहाँ देख्न सक्नुहुन्छ ऋतु बहिनीलाई देख्न सक्नुहुन्छ त्यहाँ ऋतु बहिनीलाई देख्न सक्नुहुन्छ त्यहाँ यो चाहिँ हाम्रो घर जाने बाटोहरू हो टक्क कटा अनि यस्तो चाहिँ यो चाहिँ गाईघाटको फुटसल है साथीहरू फुटसल गाईघाटको फुटसल है यो चाहिँ यस्तो बबाल छ नि फेरि नाइट ओहो कटा ल यहाँ चाहिँ देख्न सक्नुहुन्छ साथीहरू टक्क घाँस लिएर आइरहेको छ अङ्कलजीले एकदम यहाँ चाहिँ साइकल राइडर ओहो भाइ होइन ल साथीहरू
के भनौँ अब त बाँकी गाईघाट त सबै भनिसक्यो बत्ती खतरा हुँदैन न बत्ती त कड्डा हो साथीहरू यो चाहिँ नयाँ बाइक है अनि त्यही भएर बत्ती हेर्नु देख्नु सक्नुहुन्छ है घाम जस्तो है साथीहरू उयो हो यो हो साथीहरू अहिलेको एकदम भाइरल यो चाहिँ दिउँसो बबाल चाहिँ यो पुरै वार पार्छ है साथीहरू यो चाहिँ है एकदम बबाल वार पार्छ यो त अहिले राति भएर खासै देखिएन है सायद तर एकदम धेरै है यो चाहिँ पुरै ड्याङडुङ छ यतातिर पुरै यो सेतै देख्न सक्नुहुन्छ त्यसरी यहाँ फुलहरू मान्छेहरू देख्न सक्नुहुन्छ यसरी चुटेको साथीहरू त्यसरी यहाँ फुलहरू मान्छेहरू देख्न सक्नुहुन्छ यसरी चुटेको साथीहरू गजब बेइज्जती है यो चाहिँ वार्ता अनि यतातिर साथीहरू यस्तो यो चुमा चाटी चाहिँ हुँदैन साथीहरू यहाँ टक्क हामी नाइटमा आउनु सकिन्छ यस्तो बस्न यस्तो अरू नेगेटिभ नसोच्नु होला साथीहरू हामी यहाँ मन भयो भने जे पनि गर्न सकिन्छ हामी यहाँ मन भयो भने जे पनि गर्न सकिन्छ के बोले भाइ अब के बोले के छ थाहा बोले तर त्यस्तो गर्नु हुँदैन साथीहरू टक्क घुम्नलाई बेलुका फ्रेस हुने चट्टा आउँदा हुन्छ साथीहरू हामी यहाँ त्यस्तो अन्यथा नसोच्नु होला जोडी देख्ने पनि त्यस्तो सोच्नु हुँदैन र साथीहरू आजको भिडियो चाहिँ हामीले लगभग यतैतिर इन गर्नेछौँ अनि भोलि चाहिँ हामी गाउँ जाँदैछौँ साथीहरू भोलिको भ्लग पनि आउँछ कृपया हेरिदिनु होला र यति भन्दै आजको भ्लग हामीले यतै इन गर्नेछौँ ल टाटा साथीहरू गुड नाइट बाई बाई